भिडियो हेर्नुहुने सबैलाई नमस्कार। आज म पिपलको बोटमा पानी किन चढाइन्छ, पिपलको बोटमा पानी चढाउनाले के फल मिल्छ भन्ने बारेमा जानकारी दिन जाँदैछु। यो भिडियो तपाईँको लागि एकदमै उपयुक्त हुन सक्छ, त्यसकारण भिडियो स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। पिपलको बोटमा माता लक्ष्मीको बास हुन्छ। हामीले कुन बार पिपलको बोटमा जल चढाउँदा उपयुक्त हुन्छ त? विशेष गरी एकादशीको दिन र शनिबारको दिन पिपलको बोटमा जल चढाउनाले धेरै फलदायक हुन्छ। पिपलको बोटमा जल कति बेला चढाउने त? यो एकदमै गहिरो प्रश्न हो। हामीले विशेष गरी शुभ मुहूर्त यानि कि 4 देखि 7 बजे भित्रमा पिपलको बोटमा जल चढाउनु पर्छ। पिपलको बोटमा जल चढाउनाले धेरै फाइदाहरू हुन्छन्, जस्तै घरमा शान्ति र धनको वृद्धि पनि हुन्छ। त्यस्तै गरी परिवार र आफ्नो आयु लामो पनि हुन्छ अनि नवग्रहहरू शान्ति हुन्छन्। पिपलको बोटमा जल चढाउनाले लक्ष्मी भगवान प्रसन्न भई जल चढाउने भक्तको जीवनमा एकदमै धनको वृद्धि हुन्छ। त्यसकारण प्रत्येक शनिबार वा एकादशीको दिन पिपलको बोटमा जल चढाउनुहोला। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस कार्यक्रम कस्तो लागिरहेको छ, जस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया दिनुहोला। यदि आगामी दिनमा यस्तै भिडियोहरू हेर्नु मन छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोला।